चाहिँ मैले धेरै दिनपछि भ्लग बनाएको छु। हामी चाहिँ आज गढकालका माई मन्दिर जाँदैछौँ, बारा जिल्लाको। हामी सबैजना जाँदैछौँ, उहाँहरू सबैजना। अनि हाम्रो आमा चाहिँ अगाडिको गाडीमा हुनुहुन्छ अनि पछाडिको गाडी पनि आइरहेको छ। हामी चाहिँ 3टा गाडीमा गइरहेको छौँ। मेरो भद्रकाली आमा चाहिँ साथमा गइरहेको छ। त्यसपछि चाहिँ हामी अब पूजा आजा गर्ने कार्यक्रमतिर लाग्यौँ। मेरो आमाले चाहिँ पुरै भागहरू मिलाउनु भइरहेको छ। फलफुलहरू सबैजनाले लिएर आउनु भएको थियो र हामी सबैजनाले मेरो आमाले सिकाउनु भएअनुसार फलफुलहरू पनि मिलाइरहेको छौँ। हजुरहरूले देख्न सक्नुहुन्छ। जय काली, जय महाकाली, जय वीरभद्र महाकालीमा कोटि कोटि नमन आमा। अनि त्यसपछि चाहिँ हामी लाइन बस्दैछौँ मन्दिरमा पूजा आराधनाको लागि। मेरो आमाले सिकाउनु भएअनुसार हामीले सबैजनाले फलफुल मिलाएर लाइन बस्दैछौँ। गुरुआमालाई अगाडि लगाएर हामी चाहिँ पछाडि पछाडि बसेको छौँ। वीरभद्र महाकाली आमा कि जय हो आमा। हामी लाइन बस्दै गर्ने क्रममा चाहिँ मन्दिरमा आरती हुन लागिरहेको थियो। हामी ठ्याक्कै साँझमा आरतीको बेला पुगेको थियौँ। आरती हुँदैछ, हजुरहरूले देख्न सक्नुहुन्छ। एकदमै आनन्द, एकदमै रमणीय लागेको थियो। जय महाकाली, जय महाकाली। संसारको सबभन्दा राम्री मेरी आमाको मुस्कान एकदमै मिठो छ। अनि त्यसपछि चाहिँ हामी सबै पूजा आराधना सकेपछि चाहिँ हामी सबैजना मिलेर फोटो खिच्यौँ। एकदमै आनन्दमय थियो। जब हामी हाम्रो गुरुआमाको साथ लागेर मन्दिर तीर्थयात्रा गर्छौँ, एकदमै आनन्दमय लाग्छ। उहाँको साथमा तीर्थ जानु नै हाम्रो एकदमै धेरै सौभाग्य हो। हामी एकदमै धेरै खुसी छौँ। उहाँलाई एकदमै धेरै धन्यवाद पनि दिन चाहन्छु म भिडियोको थ्रुबाट। जय महाकाली, वीरभद्र महाकाली आमा कि जय हो आमा। सधैँभरि हजुरले देखाएको सत्मार्गको बाटो हिँड्न सकौँ र सधैँभरि हजुरले देखाउनु भएको बाटोमा हिँड्न सकौँ भन्ने आस्था राखेको छु र हजुरलाई धेरै धेरै धन्यवाद। हामीले तीर्थयात्रा गराइदिनु भयो, हामीलाई मन्दिरहरूमा पूजा कसरी गर्ने, आराधना कसरी गर्ने सिकाइदिनु भयो। हामी एकदमै धेरै खुसी छौँ हजुरको शरणमा। सधैँभरि हजुरको सेवा गर्न पाऊँ र सधैँभरि हजुरहरूलाई खुसी बनाउन सकौँ भन्ने आस्था राखेको छु। जय काली, जय महाकाली, जय वीरभद्र महाकालीमा कोटि कोटि नमन आमा। र त्यसपछि चाहिँ आमाले सबै गुरुहरूलाई टिका लगाइदिनु भयो। उहाँ गढीमाईको मेन पण्डित गुरुलाई पनि टिका लगाइदिनु भयो। त्यस पश्चात अरू सबैजनालाई टिका लगाइदिनु भयो आमाले। र हामीले आमाको आशीर्वाद पनि लियौँ। सबैजनाले आमाको आशीर्वाद लिएर एकदमै धेरै खुसी पनि भयौँ। र त्यसपछि चाहिँ हामी सबैले फोटो खिच्यौँ र अन्तिममा चाहिँ आमाको दर्शन हजुरहरूले पनि गरिदिनु होला है। मैले हजुरलाई भिडियो बनाइदिएको छु। आमा गढकालका माई हुनुहुन्छ, उहाँको दर्शन गर्नु होला है। जय काली, जय महाकाली, जय वीरभद्र महाकालीमा कोटि कोटि नमन। हर हर महादेव।